यो ज्वाइँको यो काट्ने कसो गर्नुपर्छ बाबुले? ए म त पुरै मासुको लागि भने थोरै ग्यासलाई गलाउँछ। 10 रुपियाँ प्याकेट जोडौँला। अब हामी मासु बनाउनु पऱ्यो अहिले हेर्ने बेला हो के चाहिँ कलेजो थियो गाइस दाल फ्राई भइसकेको छ हाम्रो यहाँ अब एकछिन मासु फ्राई हुन्छ हेर्नुहोस् त गाइस सिमीको केरा हेर्नुहोस् त गाइस एकछिनपछि हामी मासु फ्राई गरेको थियौँ है हजुर हेर्दै गर्नुहोस् यो चाहिने मासु फ्राई हुँदैछ अब guys ल हेर्नु सबैजना यता हेर्दिनु 5 कुकुरको के 5 लिटरको म त मासु ठिकै होला मासु देखा हेर्नुस् त ल हेर्नुस् गाइज हाम्रो चाहिँ पिकनिक हुँदैछ आज सबैजनालाई देखाउनुहोस् आज रमाइलो हुँदैछ गाइजहरू होइन यो चाहिँ के अरे यो चाहिँ हजुरको लोकल कुखुराको मासु अच्छा हजुर के पाक्दैछ यसमा चाहिँ नि हजुरको दाल पाक्दैछ दाल थालेगेडा हजुर है ल यो चाहिँ के पाक्दैछ बताइदिनु भात पाक्दैछ अच्छा चाहिँ अब पाक्छ एकछिनमा अच्छा हजुर त्यो के गिलास कितली ऊ चिया हो हजुरको अच्छा हजुर ल उयामा तातो पानी पाक्दैछ सौदा देखिनु भन्नु के होला बाँकी आइटम देखाउने बाँकी छ उहाँ देखिनु भएन अलि अगाडि आउनुहोस् एकदम ठिक छ यतिको भयो हुन्छ अब यहाँ काटकुट गर्ने बेला उहाँ चाहिँ नि प्याज काट्दै टमाटर प्याजहरु त्यो हातमा छ त पर्दै रहेछ ल गलबिरा प्याज काटियो लेडीजहरुले कसरी मान्छे ढिलो गर भन्दा भयो त्यही भए अनि पुरो त्यो अब यो मासु लगाए भयो हेर्नु आनन्द हो कति छिटो हुन्छ हेर्नुस् गाइज हाम्रोमा आज अनि भइरहेछ यसमै बनाउनु पर्छ त्यही बनाउनेको यहाँसम्म पाउँथ्यो होइन त्यो बनाइसकेपछि मजा आउँथ्यो नै हजुरको के झोल जड्थ्यो त्यसमा त हुँदै हुँदैन झोल मिठो हुन्थ्यो अनि त्यसमा चलाउन पनि मिल्दैन चलाउनै मिल्दैन के मिल्दैन नि के खानु भाइ त्यति गाह्रो भयो त दाउरा ल्याएर आधा दाउरा हाल्दै यहाँ सरले मासुको लागि ल्याउनु भएको कुकर कहाँ सकियो त नानीहरु चाहिँ तेरिका मान्छे महिला असेल विरोध गर्न ठिक न के म भए भए हुन्थ्यो कि यहाँ त्यही यार तपाईँ त फेरि भन्नाले चाहिँ तपाईँ त लेडिज अनि तेरिका यार यहाँ दिमाग खराब भयो यार तपाईँहरू यहीँ हुनुहुन्थ्यो आफू तेरिका किङ परिन ऊ लोकल कुखुरा काटेको प्वाक पनि देखाउनुहोस् त ल विश्वास नगर्ला ल त्यही हो ज्वाइँ हैन हजुर महिलादेखि डर लाग्छ क्या तेरि अब जे भने नि महिलाले मान्नु पर्यो भन्नुहुन्छ हजुर भन्नु पर्यो फेरि अधिकार दिनु न फेरि कहाँ नापा लाउनु पर्छ अधिकार भन्ने कुरा त्यसपछि हुन्छ अनि कहाँ अधिकार खाइसकेपछि अधिकार हुने कुरा हुँदै हुँदैन नि आफ्नो मात्रै अधिकार आफ्नो मात्रै अधिकार हुँदै होला त्यो पनि खाएको अधिकार भाइ यो दिनुस् भाइ बसौँ 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 दुईजना बसौँ 5 लिटरको कुकर तर 5 लिटरको भन्दा अलिक बढी जाने खालको भाँडो छैन कुकर 5 लिटर 5 लिटरको लिटर फेरि 5 भन्दा बढी चाहियो तर हेर्नुहोस् गाइज ठुलो हुनु पर्यो बढी पाकोस् पस गर्नु त्यसलाई हैन गोटे घर लगाइराख्यो घरलाई म कन फेरि यो नपुग्ने भयो केही भएन तातेको छैन कुकुरै ताते छैन 5 लिटरको ससुराको भात खाने कुकुर यो डेली पुग्दैन पुग्दैन अनि एउटा भात
यो कुकुरको भाइ नपुगे सानो कुरो पाउनुहुन्छ दिनेश पनि कति सोझो मान्छे हो ए दिनेश भाइ 5 लिटरको कुकुर तर 5 लिटर भन्दा बढी जाने टाइपको छैन भनेको खोज्यौँ भाइ पाइएन 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 है दाजु त्यसै अनि चुप्प ला हो आज कुन ठाउँमा त कुट्यो नि दाजु हैन मासुको नै अनि बाजुरा होइन फेरि एकचोटि के बोले आँखा त उहाँ उहाँ ससुरा काने खाऊ भनेको मासुलाई कुटेको तपाईँको उहाँ हो जाऊ भने सल्लनतिर होइन बाजुरा यो बाजुरा हो बाजुरा कहाँ हो ससुरा उसलाई कुटेको मास्टरलाई कुटेको अनि मास्टर कुटे हेर्दैन त किन डर लाग्छ बाजुरा हो विद्यार्थीले विद्यार्थीले हजुरको कपाल ठुलो काटेर रहेछन् कपाल कपाल ठुलो पालेका रहेछन् विद्यार्थीले हान्दाखेरि सरलाई लखेडी लखेडी केटाहरूले कुट्थे कपाल र मुन्द्रा लगायो भनेर विद्यार्थीले सरलाई कुटी लखेडी लखेडी स्कुलबाट त्यस्तो हो के जिएनजी टिचर के हुनुपर्छ भने हरेक कुरामा एडजस्टेबल हो यो जस्तो हो सही कुरा छ भनेको नै मान्दैन जो गर्दा आफूले लफडा आइलान्छ यसलाई भन्नुभयो लाग्ने कुरा हुँदैन त किन लाग्नु त भएन अब ल हेर्नु त्यो ढुङ्गा आफूलाई लफडा आउने हजुर ढुङ्गै ढुङ्गी कुट्ने भने पढ्न आउँछ सर ठिकै पनिसमेन्ट गर्ने हो फेरि कुट्न नि मिल्दैन पनिसमेन्ट अर्थै छैन अर्थै छैन अनि कुट्यो फेरि गार्जन फेरि उल्टै फेरि किन कुरा आउँछ नि हो क्या पुरै हैन सर मेरो छोरालाई किन हात हालेको हाल्ने भानु भयो भने हेर्नुहोस् गाइज होइन हाम्रो यहाँ चाहिने सबै कुराहरू पाक्दैछ गिलास चिया चिया पानी हेर्नुहोस् गाइज 5 वर्ष अगाडि भयो नि खाने सबैजनाहरू फ्यामिली पिकनिक हजुर सबैजना देखाउनुहोस् यता चाहिने भात पाक्दैछ देखाउनु पहिला ओके यता देखाउनु हजुर यता चाहिँ मासु छ यहाँ मैले भन्छु यहाँ हेर्नुहोस् ल ल ल आज यता देखाउनुहोस् आज हाम्रो विशेष चाहिँ के हो भन्दाखेरिमा ल हाम्रो यो सबै एउटै घरमा बस्ने हामी सबैजना अब धेरै टाढा टाढाबाट बस्ने धुम्बाडामा बसेको मान्छेहरू होइन सबैजनाले मिलेर एउटा टक्क हामीले अब साँझ बसेर टक्क कुखुरा सुरा एउटा काटेर लोकल कुखुरा काटेर टक्क सबैजनाले बाहिरी खाना बनाएर खाने भन्ने एउटा प्लान भएको थियो त्यो प्लान अनुसारमा आज लोकल कुखुरा पनि काटियो त्यो अनुसारमा आज हाम्रो यहाँ कार्यक्रम भइरहेछ अब एकछिनपछि खानपिन सुरु हुन्छ अब कुखुरा काटेर रेडी भइसकेको छ यहाँ भात पाक्दैछ दाल पाकेर रेडी भइसकेको छ अच्छा हामी सबैजना यतै हुनुहुन्छ अब दाइ उता पनि धेरै टाढाको मान्छे हुनुहुन्छ अच्छा अब हामी पनि अब म उता बाजुराबाट अब हामी धेरै टाढा टाढाको मान्छेहरू मिलेर एउटा रुममा बस्ने कारणले गर्दा त्यो कारणले गर्दा मिलेर हामी टक्क आज हामी एउटा भनौँ न अहिले अलिकति सानो सानो कार्यक्रम गरिरहेछौँ ल ठिक छ हस् सर हजुरलाई कस्तो महसुस भइरहेछ एकदम रमाइलो अनि सरलाई एकदम रमाइलो नि यसरी बसाइ भनेको त होइन हजुर कहिले काहीँ चाहिँ नेचुरल बसाइ हो नेचुरल बसाइ हो दाजु हजुरको के छ मलाई विचार चित्त बुझिरहेको छ सर्टकट भाषामा भाले भाइको म पनि भनिहाल्नु त्यो पनि भनिहाल्नु भाले चाहिँ यता देखाउनु मैले तपाईँ उता क्यामेरा उता देखाउनु होला यस्तो गर्नु होला यता देखाउनु यता देखाउनु ल ल भाले चाहिँ हजुरको हाम्रो भन्नाले हाम्रो उता 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 हजुर साउजीको भाले उता हो घरबेटी वानी हो 7,500 भालेको मूल्य चाहिँ डिस्काउन्ट 7,000 डिस्काउन्ट 7,000 डिस्काउन्ट गरेर ट्याक्क 7,500 मा हो तर 7,000 डिस्काउन्ट गरेर अब त्योमा आफै तपाईँ आफै जोड्नु होला त्योमा अब बाँकी मूल्य चाहिँ तिरियो बाँकी मूल्य चाहिँ तिरियो यो कुरो गर्ने अब हेर्नुहोस् गाइज रमाइलो भइरहेछ आज चाहिँ हाम्रो पिकनिक हुँदैछ यता सबैजनाहरू बसिरहेको यतै हुन्छ हाम्रो खानासाना सब पाक्दैछ यता एकछिनपछि मासु फ्राई हुन्छ त्यही कुकरमा गर हो यसमै गरे पनि सजिलो हुन्छ कुकरभरि हुँदैन ल मेरो विचारमा कि दुईचोटि पकाउने दिपिका के छ कस्तो लागिरहेछ चाहिने कस्तो लागिरहेछ रमाइलो लागिरहेछ न आफ्नो भनाइ राख्नु छिटो रमाइलो कुकर क्यामेरा ल यता एक हो यो के छ मेरो कुकर हो क्या मिस ठुल्को होला मेरो विचारमा आफ्नो ठुल्कै हुन्छ क्या भाइ यति हो यस्तो गरौँ ससुरा ससुरा यता खनाएर तरकारी नम्बर त कहाँ हुन्छ भने असुरा आलु गर्नु पर्यो अनि असुरा आलुको तरकारी त बनाउनु पर्यो त ए स्मृति के समाएको के हो त्यो तेल हो कहाँ आयो
फेरि कोसँग पनि उयो गरी हामी के अरे सिलिङ गरी हामी माथिबाट तल हुनेको मागना पनि बढी भयो तल लास्ट फेरि बस्ने ज्वाइँ तल माथि माथि सेन्टर तल आउँछ त तल माथि जान्छ माथि तल आउँदैन आवाज सुन्ने भयो त फेरि अङ्कल तिम्रो भनाइ के छ भिडियो गर्दै मलाई कसरी बस्छन् होला जस्तो लाग्यो अझ एक दिन भएन भनेर यो सफा गर्ने यसो दाल फ्राई गर्ने अनि दुईटा कुकरमा हाल्ने मासु ठिक भएर दाल फ्राई गर्नु भन्दा त्यो तेल राखेपछि त्यो प्राउन निकाल्दिनु पहिला मासु बनाउने दाल अहिले बिस्तारै हुन्छ दाल त पछि हजुरको पछि बनायो नि भयो कि मासु भाडा खाली हुनु परेन त यो ज्वाइँको यो काट्ने कस्तो मान्नुभयो ससुरा हजुरले हजुर अर्कोमा हाल्नु पर्ला चलाउने केही छैन त मलाई पनि एहे म त पुरै मासुको लागि भनेको आधाको हो आधाको लागि त्यो त धेरै हुन्छ आधाको लागि त आधा सेभ गरे पनि हुन्छ होइन कि सुरुमा मसला एउटामा फ्राई गरेर हजुर तेल पुरुष दिएर 1 महिना बसेको किन लाग्छ अघि मासु बन्ने अब पुरुष दिएर भइहाल्छ बनाउनेमा त अहिले ल्याउनु नुन 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 थोरै प्याजलाई गलाउँछ नुन मात्रै दालमा हाल्ने हो मलाई दुध हालेर के गर्नु अंकल एक प्याकेट नुन ल्याएर आइज भिराट जाऊ दिपी प्याकेट ल्याउनु नुन ल्याएर आऊ प्याकेट नुन 20 रुपियाँ प्याकेट भोलि जोडौँला 10 रुपियाँ प्याकेट जोडौँला त्यसले अर्को कुकरमा हजुरको सिप लगाउनु सोचेर यहाँ मेरो सिप लागियो अब यहाँ टमाटर एकजना तपाईको एकजना मेरो त्यही गर्नु अब अरू टमाटर कोठाउनसम्म निकाल्नु मिडियम तरिकाले हामी हातै लाउने अनि खाउला त बरु एकै खुसी जात नगर सिप नभए पनि खरि हाम्रै हो क्या राम्रै हो डिभाइड भयो अझै हाल्नु हाल्नु हटाउनु चलाउनु मिलिरहेको छ नि भयो भयो त्यति त्यहाँ हाल्नु पर्छ 2 केजी होला मासु त्यही तल समात्नु गर्ने के त कागज भए पनि हुन्छ त यता समात्ने यो कागज स्टाइलले हैन बाजुरा स्टाइलले अब हामी यो मासु बनाउने तरिकामा हामी राख्छौँ त्यसपछि हामी यहाँ नि त्यो पछि खाने बेला भन्दा पनि अहिले हेर्ने बेला होस् के ज्वाइँ यी भिडियो हेर्ने मान्छेलाई खाउँ खाउँ लागोस् के पुरा रेल्छु यो माइली बारीको भिडियो हुन्छ नि यो दाल सारी हकिदैन भनि भयो क्यान्का भात हाल्नु नै थियो चोर्ने पनि हुनु पर्यो त मैले यतातिर टिकटक धेरै हेर्छु नि क्रिकेट गरेपछि हेर्छु कि अहिले बोइलर भए आधा पुरै पानी पानी हुन्थ्यो पुरै पानी हुन्थ्यो बनाउने तरिका त्यो होइन कतिखेर यसो कतिखेर उसो होइन तिनीहरू साथीहरूलाई माथि यसो हेर न भनौँ न त दिनेश बाबु बिहानै गर्दैन दिने छैन आजको जान सादा खाइने छोरीले यस्तो खाने के मन लाग्यो त आज मसला अरु खुर्सानी मुर्सानी केही हाले नि एकै मसला खुर्सानीको हो त खुर्सानीको त छाँटै हुन्छ पिसेकोबाट कोसा बनायो खुर्सानी भयो त झन् राम्रो जो त झन् राम्रो हुन्छ त्यस्तो पाइँदैन अगाडि पिसेको पछि कसो भन त्यो त होइन ससुरा खुर्सानीबाट पिसेको के खुर्सानीबाट पिसेको भएपछि ट्याक्क त्यो हुन्छ राम्रो मैले पिसेकोबाट कोसो बनाएको खालको त्यस्तो खाले पाइने भयो त्यो पनि हाल्नु हुन्छ कि त्यो भया था ठिक सरकै खाली छ नुन एक चम्चा 3 चम्मच ए कि एक चम्चा छ त्यसलाई छोप्ने केही आ पहरा हेरेर त्यो साथै रहेछ हो त्यस्तो छोप्ने केही छैन कि होइन त्यसलाई के छाट भएन ठुलो बाटो भए वरिपरि छपक्क हुने हेरिकन हुने हुने छ हुँदैन हुँदैन भित्र गइहाल्यो के दाउरा हाल्दैन नानो फोनै हालिकन उगार्छ पाएपछि त चिसोमा पिरो एकदम खप्छ ससुरा आई अब
धुलोबाट कसो बनायो धुलोबाट कसो बनायो खासै पिरो हुँदैन मासु 1 केजी खुर्सानी 1 पाउ गाइयो के हुन्छ बासी बासी भाडा हाल्यो हैन शान्ति ठ्याक्क त्यो बराबर हुने अझै हाल्नु यसलाई यस्तो गर्नु अब कतिखेर हाल्नु टमाटर हालिहाल्नु पर्ने अब हाल्नु न त बोल्नु न हाल्नु फरक पर्दैन हाल्नु न सुटी लाउन लागेको होला अब बोलिहाल्छ भाइले सिट लाउनु अनि बिर्सिहाल्नु अब भयो त लागेको अब उले हुन्छ त्यो पनि साह्रो त्यहाँ भयो र त्यसमा पल पारेपछि झुन्डाउनु हुन्छ भने अहिलेसम्म मुखमा आइडिया थिएन अहिले सिके मान्छेले अब मुखमा कहाँ थियो भने यसो अब सिक्ने भइगयो त्यो हाल्दै गर्नु भिनाजु त्यस्तो हुन्छ हामी के भने हाम्रो मनले मान्दैन हो त्यस्तो गर्न मान्नु पर्यो के पात्र भयो भात डढ्यो दाल डढ्यो कारण त्यही हो कारण हामी कहाँ कसरी भात डढ्नु भन्नु त हामी नयाँ कुरो हामी भात डढाउँदैन कुरकुरा दिनुहोस् कुरकुरा मासु खाने अर्जिना आउने आयो टाटे ल ल जल्दी कुरुम कुरुम हुँदा है त्यो कलेज नभएको थियो कि जस्तो लाग्यो कलेज थिएन हो तर कलेज थिएन भने अनि कहाँ हुन्छ त कलेज थियो कलेज अस्ति निकालिसक्नु भएको छ अनि कलेज अस्ति निकालिसक्नु भएको छ कहाँ हुन्छ त कलेज कलेज नभए पनि हुँदैन नानीको हो हुन्छ नि कोही कुकुरामा सोचेर पिरो थरी हुँदैन नि पिरो थरी हुँदैन कोही कुकुरामा कोही कुकुरा कति किड्नी हुँदैन नि समस्या त्यस्तो हुन्छ यहाँ दाँत भने प्रत्येक कुखुराको हुन्छ दाँत भने प्रत्येक कुकुरा हुन्छ त्यस्तो दाँत फुतुक फुतुक मिल्दान कुकुरा जे पनि नत्र ती दाना कसरी खान्छ दाना कसरी दाना ने खाने यही खाएर अनि भात खाने हुन्छ एकैछिन नसुकाइछ बट कुनै भात खाने मिठा मिठो छ अरे टमाटर माग्यो उपस्थिति पार्टी ऊ गर्नु भयो हामीले एउटा कुरा गल्ती गर्यौँ ससुरा खै खोपुन्यो त्यो कुकुरा दुईटा कुरा आज मैले एउटा कुकुरा कुकुरमा भयो एउटा कुरा पोल्दै खाने गर्नु भने थियो के अब त्यो गरेर त राम्रो हुने थियो खानु अरू हामी खान्छौँ बढी हामी खाउँ अरू खानामा सहयोग हामी गरिहाल्छौँ अन्डा पाड्यो धोएर हाल्नु अन्डा पर्यो अन्डा कति हो अन्डा नै थाहा छैन दालमा थोरै हाल्नु सक्छ है दाल एकदम प्याज त नहाले पनि हुन्छ प्याज नहाल्यो नि त दाल हाल्नु हाल्नु त नि भयो त्यति भइहाल्यो ल नै बोल्दै गरे हुन्छ के बोल्दै गरौँ पज गरेर फेरि भइस गर्नु अलिक मासु हालिसकेपछि बनाउनु गाइज चाहिँमा टक्क पारेर खानासाना पाक्दैछ गाइस हेर्नुहोस् गाइज हेर्नुहोस् गाइज दाल फ्राई भइसकेको छ हाम्रो यहाँ अब एकछिनपछि मासु फ्राई हुन्छ आहा हेर्नुहोस् त गाइज सिमीको केरा हेर्नुहोस् त गाइज ल एकछिनपछि हामी मासु फ्राई गरेको देखाउँछौँ हजुरलाई हजुर हेर्दै गर्नुहोस् यो चाहिने मासु फ्राई हुँदैछ अब हेर्नुहोस् कति वर्ष ससुरा भयो भन्नु होला है धेरै न हेर्नुहोस् गाइज दाल अलिकति हाल्नु पर्ला पानी नहाल्नु धेरै
त्यो त छोला समोसा बनायो छोला समोसा हेर्नुहोस् भयो नल्याउ अन्त अलिकति त्यसको दुधको सुप पनि हुने हो हुइजाला नै काटौँ धनियाँ काटौँ छिटो भाँडामा बढी मानिएको थोरै पानी हाल्ने थोरै छ दाल कम छ त भाँडा चिडो छ नि त अदुवा छ तपाईँसँग हो अदुवा मासु पनि हाल्नु पर्छ काट्नु पऱ्यो लसुन भयो भने हुन्थ्यो ठेस त्यति हाल्नु हुन्छ लसुन त छैन अदुवा होला लसुन छैन दाइ लसुन कतिको छैन सर अब खाना मन टाइपकै छैन ठिक छ ससुरा बिस्तारै बिस्तारै गरौँ न रिचोले मासु अट्छ त्यसमा हुन्छ ससुरा यसो सम्झ केटाकेटी खाने हेर्नुहोस् गाइस ठ्याक्कै केटाकेटी हेर्नुहोस् दिव्या समाता अलि नखानु है पालो सालिसम्म त्यो ल हजुर खानु ल हजुर खानु अब टक्क एक साइड टक्क खाएको हजुर खानुहोस् मेरो अघिको पनि छ है हजुर खानुहोस् ल हजुर खानुहोस् आगो के बिग्रियो ल हेर्नुहोस् गाइस घरभित्र बसिकन आइमा आएको छैन आइभएको छैन आइभएको छैन घरभित्र बसिकन आइभएको छैन घरभित्र बसिकन क्या छ रैलो खैलो देख्न मानी भनिहाल क्या छ क्या छ रैलो खैलो मानी भनिहाल ओ क्या छ रैलो कैलो ओ दुग्न मानी भनिहाल क्या छ कहिले पनि हुनुहुन्न मन कहिले पनि मन गालो कैलो कहिले पनि हुनुहुन्न मन गरौँला रमाइलो रमाइलो इष्टमित्र खेडियासी गरौँला रमाइलो इष्टमित्र खेडी